आयु प्रजाम धनम विद्या स्वर्ग मोक्ष सुखानि च प्रयच्छन्ति तथा राज्य पिता र श्राद्ध तर पिता। प्रियजन नमस्कार। धेरैजनाले सोधिराख्नु भएको छ यो औँठी औँसीमा श्राद्ध गर्न मिल्छ कि मिल्दैन भनेर। यसको समाधान के हो भने यो शुक्र अष्टको बेला नित्य र नैमित्तिक कर्म चाहिँ गर्न मिल्छ, काम्य कर्म चाहिँ गर्न नमिल्ने हो। त्यस कारणले गर्दाखेरि पुष कृष्ण अमावास्या अर्थात् औँसीको दिन तीर्थ श्राद्ध अनि छुटेका पितृहरूको एक बारमा श्राद्ध तीर्थमा गएर तीर्थ श्राद्ध आदि कर्महरू चाहिँ गरेर आफ्ना पितृहरूलाई तृप्त बनाउनु पर्छ। त्यस कारणले गर्दाखेरि अष्टको प्रभावले गर्नु हुँदैन भनेर गरिएन भने प्रत्यवाय दोष लाग्छ। त्यस कारणले गर्दाखेरि केही छुटेका छन् र तीर्थ श्राद्धहरू गर्नुपर्ने बाँकी छ भने गएर आफ्नो नजिकको तीर्थ ओका बराह क्षेत्र विष्णु पादुका काशी गया कागबेनी आदि स्थानमा गएर चाहिँ तीर्थ श्राद्ध गर्ने भनेर पुराणादिमा र श्राद्ध कल्पहरूमा चाहिँ शास्त्रले बताइएका छन्। त्यस कारणले गर्दाखेरि कुनै दोष लाग्दैन। निर्धक्कका साथ घरमै गर्ने हुँदाखेरि एक बारमा श्राद्ध गर्ने, कोही छुटेका छन् भने एक बारमा श्राद्ध गर्ने, तीर्थमा गयो भने तीर्थ श्राद्ध गरेर चाहिँ आफ्ना पितृहरूलाई तृप्त बनाउनु पर्छ।